हेलो एभ्रिवान, यो भिडियोमा हामी क्लास 12 को फाइनल एकाउन्टको तेस्रो स्टेप जसको नाम छ प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट। यदि तपाईहरु पार्ट 1, पार्ट 2, पार्ट 3 हेरेछौँ भने डिस्क्रिप्सन बक्समा त्यो भिडियोको लिंक होला, त्यो गएर तपाई हेर्न सक्नुहुन्छ। प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट थप्नुको एउटै उद्देश्य हो 12 क्लासमा ब्यालेन्स सिटलाई छोटो पार्नको लागि। कसरी छोटो यो त पीएल एप्रोप्रिएसन एकाउन्ट थप्दा ब्यालेन्स सिट कसरी छोटो बन्छ त्यो हामी फाइनल एकाउन्टको पार्ट 1 मा डिपली मा एक्सप्लेन गरेछु, त्यो भिडियो गएर हेर्न सक्नुहुन्छ। फर्मेट्स अफ पीएल एप्रोप्रिएसन एकाउन्ट, जसरी ट्रेडिङ एकाउन्टको फर्मेट त्यस्तै प्रॉफिट एन्ड लस एकाउन्टको पनि फर्मेट, त्यस्तै पीएल एप्रोप्रिएसन एकाउन्टको पनि फर्मेट, सबैको फर्मेट सेमै हुन्छ। पार्टिकुलर्स एमाउन्ट यतापट्टि डीआर यतापट्टि सीआर। प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट फर द इयर इनर, यो पनि सालको लास्टमा बन्छ, त्यही भएर हामी फर द इयर इनर लेखेछौँ। यहाँ डेट होला, सालको लास्टको डेट क्वेशनमा दिएको हुन्छ, त्यो हामी यहाँ लेख्छौँ। जस्तै ट्रेडिङ एकाउन्टको ग्रोस प्रॉफिट ग्रोस लस पीएल एकाउन्टमा ट्रान्सफर हुन्छ, त्यस्तै प्रॉफिट एन्ड लस एकाउन्टको नेट प्रॉफिट नेट लस प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टमा ट्रान्सफर हुन्छ। प्रॉफिट एन्ड लस एकाउन्टको सीआर साइड कम रहन्छ भने हामी के लेख्छौँ, नेट लस बाइ नेट लस सीडी। त्यो नेट लस सीडी प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टको डेबिटमा ट्रान्सफर हुन्छ, टु नेट लस बीडी लेखेर हामी यहाँ लेख्छौँ। अनि प्रॉफिट एन्ड लस एकाउन्टको डीआर साइड कम रहन्छ भने नेट प्रॉफिट सीडी लेख्छौँ, टु नेट प्रॉफिट सीडी। त्यही नेट प्रॉफिट सीडी प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टको क्रेडिटमा ट्रान्सफर हुन्छ बाइ नेट प्रॉफिट बीडी भनेर, त्यो हामी यहाँ लेख्छौँ। अनि बाइ ब्यालेन्स बीडी, अब यो ब्यालेन्स कहाँबाट, पीएल एप्रोप्रिएसन एकाउन्ट अथवा पीएल एकाउन्ट अथवा सरप्लस अथवा रिटेन अर्निङ अफ ट्रायल ब्यालेन्स। यदि ट्रायल ब्यालेन्सको क्रेडिटमा ट्रायल ब्यालेन्सको क्रेडिटमा पीएल एप्रोप्रिएसन एकाउन्ट, ट्रायल ब्यालेन्सको क्रेडिटमा पीएल एप्रोप्रिएसन एकाउन्ट अथवा पीएल एकाउन्ट अथवा सरप्लस अथवा रिटेन अर्निङ, यो सबै कुरा ट्रायल ब्यालेन्सको क्रेडिटमा यो मध्ये कुनै एउटा कुरा दिएमा हामी पीएल एप्रोप्रिएसन एकाउन्टको क्रेडिटमा बाइ ब्यालेन्स बीडी भनेर त्यो एमाउन्ट यहाँ लेख्छौँ। यदि ट्रायल ब्यालेन्सको क्रेडिटमा यो मध्ये कुनै पनि एमाउन्ट दिएछ भने प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट भनेर दिएछ अथवा प्रॉफिट एन्ड लस एकाउन्ट भनेर दिएछ अथवा सरप्लस भनेर दिएछ अथवा रिटेन अर्निङ भनेर ट्रायल ब्यालेन्सको क्रेडिटमा कुनै एमाउन्ट दिएछ भने हामी बाइ ब्यालेन्स बीडी लेखेर यहाँ एमाउन्ट लेख्छौँ। टु इन्ट्रिम डिभिडेन्ड, अब इन्ट्रिम डिभिडेन्ड के हो? इन्ट्रिम डिभिडेन्ड भनेको कम्पनीले आफ्नो शेयर होल्डरहरूलाई कम्पनीलाई प्रॉफिट कति भयो त्यो कुरा कन्फर्म भएको हुँदैन, किनकि सालको लास्टमा फाइनल एकाउन्ट बनाएको छ, सालको लास्टमा कति प्रॉफिट हुन्छ त्यो पत्ता लाग्छ लास्टमा। तर कम्पनीलाई कन्फर्म हुँदैन प्रॉफिट बढी हुन्छ कि कम हुन्छ कि 1 लाख हुन्छ कि 2 लाख हुन्छ। तर आफ्नो शेयर होल्डरहरूलाई खुसी पार्नको लागि 6 मन्थदेखि 9 मन्थको बिचमा एउटा डिभिडेन्ड बाँड्छ के, त्यो डिभिडेन्डलाई हामी इन्ट्रिम डिभिडेन्ड भन्छौँ। 6 देखि 9 मन्थको बिचमा आफ्नो शेयर धनीहरूलाई खुसी पार्नको लागि जुन डिभिडेन्ड बाँड्छ त्यो डिभिडेन्डलाई हामी इन्ट्रिम डिभिडेन्ड भन्छौँ। कम्पनी प्रॉफिटमा गयो, सालको लास्टमा कम्पनी प्रॉफिटमा गयो, त्यो डिभिडेन्ड बाँड्दा यो डिभिडेन्डलाई घटाउने गरिन्छ। जब हामी ब्यालेन्स सिट बनाउँछौँ तब बुझ्छौँ। प्रोभिजन फर डिभिडेन्ड अथवा प्रपोज डिभिडेन्ड, यो दुईटै एउटै कुरा हो। प्रोभिजन फर डिभिडेन्ड बनाऊ अथवा प्रपोज डिभिडेन्ड बनाऊ। शेयर दुई प्रकारको हुन्छ, एउटा इक्विटी शेयर, एउटा प्रिफरेन्स शेयर। इक्विटी शेयर होल्डरहरूलाई जुन डिभिडेन्ड दिन्छ त्यो डिभिडेन्डलाई प्रोभिजन फर डिभिडेन्ड अथवा
प्रपोज डिभिडेन्ड कुनै पनि दिन सक्छ। अन्त दुईटै एउटै कुरा, प्रोभिजन फर डिभिडेन्ड भनौँ अथवा प्रपोज डिभिडेन्ड भनौँ, दुईटै एउटै कुरा हो। इक्विटी सेयर होल्डरहरूलाई जुन सालको लास्टमा डिभिडेन्ड दिने गर्छ त्यो डिभिडेन्डलाई हामी प्रोभिजन फर डिभिडेन्ड अथवा प्रपोज डिभिडेन्ड भन्छौँ। प्रिफरेन्स डिभिडेन्ड सेयर दुई प्रकारको हुन्छ, इक्विटी सेयर, प्रिफरेन्स सेयर। प्रिफरेन्स सेयर होल्डरहरूलाई जुन डिभिडेन्ड दिन्छ त्यो डिभिडेन्डलाई प्रिफरेन्स डिभिडेन्ड भनिन्छ। प्रिफरेन्स सेयर होल्डरहरूलाई जुन डिभिडेन्ड प्रदान गरिन्छ त्यो डिभिडेन्डलाई हामी प्रिफरेन्स डिभिडेन्ड भन्छौँ। ट्रान्सफर टु जेनरल रिजर्भ, जेनरल कामकाजको लागि कम्पनीले प्रफिटबाट केही पार्ट बचाएर राख्छ, त्यसलाई हामी ट्रान्सफर टु जेनरल रिजर्भ। यो टोटल प्रफिट भयो, त्यो प्रफिटबाट केही पार्ट कम्पनीले बचाएर राख्छ, त्यसलाई हामी जेनरल कामकाजको लागि त्यसलाई हामी भन्छौँ ट्रान्सफर टु जेनरल रिजर्भ। अब जस्तै ट्रेडिङ एकाउन्टलाई ब्यालेन्स गर्थ्यो, प्रफिट एन्ड लस एकाउन्टलाई ब्यालेन्स गर्थ्यो, त्यस्तै हामी प्रफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टलाई पनि ब्यालेन्स गर्छौँ। अब ब्यालेन्स कसरी गर्छौँ? हामीलाई थाहा छ, बढी एमाउन्ट दुईटै साइड, मानौँ यो साइड 90,000 भयो, 90,000 भयो, अनि यो साइड 80,000 भयो। त बढी एमाउन्ट दुईटै साइड, यहाँ पनि 90,000, यहाँ पनि 90,000, अनि यो साइड कतिले कम छ? यो साइड कतिले कम छ? यो साइड 10,000 ले कम छ। त पीएल एप्रोप्रिएसन एकाउन्टमा जतिले कम छ त्यसलाई हामी टु ब्यालेन्स सीडी, सुरुको ब्यालेन्सलाई हामी सीडी भन्छौँ, टु ब्यालेन्स सीडी सरप्लस, टु ब्यालेन्स सीडी सरप्लस। डीआर साइड कम रहन्छ भने हामी टु ब्यालेन्स सीडी अनि कोस्टमा तल सरप्लस लेख्छौँ। मानौ यो साइड छ 80,000, ठीक छ, अनि यो साइड छ 17,000, यो साइड छ 17,000, त बढी कुन साइड हो? यो साइड। त बढी एमाउन्ट हामी दुईटै साइड राख्छौँ, त बढी एमाउन्ट दुईटै साइड कति हुन्छ? 80,000, 80,000। यो साइड कतिले कम छ त? 10,000 ले। यो साइड कम रहन्छ भने बाई, यतापट्टि के लेखेको छु? टु ब्यालेन्स सीडी, यसलाई के एकपट्टि के छु? बाई ब्यालेन्स सीडी, बाई ब्यालेन्स सीडी। कतिले कम छ? 10,000 ले। यहाँ 10,000 लाग्छ, कुनै पनि यहाँ 10,000 हुन्छ नि, फिक्स छैन, कुनै पनि एमाउन्ट हुन सक्छ, कुनै पनि एमाउन्ट कम बेसी हुन सक्छ। त यहाँ सरप्लस लेख्यो, यहाँ डिफिसिट लेख्छौँ हामी, डिफिसिट। यो साइड कम रहन्छ भने टु ब्यालेन्स सीडी सरप्लस, यो साइड कम रहन्छ भने बाई ब्यालेन्स सीडी सरप्लस। जे एमाउन्ट रहन्छ त्यो एमाउन्ट हामी यहाँ लेख्छौँ। पीएल एप्रोप्रिएसन एकाउन्ट यतिकै नै हो। यो फर्मेट पर्फेक्ट छैन बुकहरुमा पनि, कुनै बुकहरुमा ओल्ड इज गोल्ड देखो अथवा केसी को देखो अथवा ड्रीमल्यान्ड अथवा अस्मिता, कुनै पनि बुकमा पीएल एप्रोप्रिएसन एकाउन्ट डिटेलमा दिए छैन। हामी पनि डिटेलमा जुन जसरी बुकमा दिएछ त्यसरी नै पढाएछौँ। वास्तवमा तपाईहरु एउटा ट्रिक चाहिँ के भने, एउटा आइटम मात्र याद राख्नु। यदि दुईटा कुरा यो ट्रायल ब्यालेन्सको क्रेडिटमा यो मध्ये कुनै आइटम रहन्छ भने बाइ ब्यालेन्स बिडी भनेर यहाँ लेख्छु, अनि एउटा ट्रायल ब्यालेन्समा एउटा इन्ट्रिम डिभिडेन्ड दिएको रहन्छ, त्यो हामी पीएल एप्रोप्रिएसनको डेबिटमा राख्छौँ। यो कुरा मात्रै तपाईहरु याद राख्नु। अनि सबै कचरा हो, तपाईलाई काम लाग्ने कुनै पनि छैन। अनि बुकहरुमा हेर्नुभयो भने ट्याक्स पेड, प्रोभिजन फर ट्याक्स, लास्ट इयर, प्रिभियस इयर धेरै लेखेको हुन्छ है। त्योबाट विद्यार्थीको कुनै नलेज इन्क्रिज हुनै सक्दैन। तपाईहरु एउटा मात्र कुरा याद राख्नु, यो अनि इन्ट्रिम डिभिडेन्ड ट्रायल ब्यालेन्सको डेबिटमा रहन्छ भने हामी यहाँ राख्छौँ। यो भन्दा बढी याद नराख्नु होला, यो सबै कचरा कुरा। अनि ब्यालेन्स कसरी गर्ने त्यो
यतिकै नै हो। धन्यवाद। जय नेपाल, जय मधेश।